एकछिन यो 5वटा कुरा चाहिँ लिएर आइहाल्नु छ अहिले नै। दिउँसोको टाइममा चरक्क घाम लागेको बेला जिन खाने, जिन र स्पेशल खालको राम्रो क्वालिटीको टनिक, जिन एन्ड टनिक। त्यस्तै रेगुलर डेजको लागि तपाईको लागि घरमा एउटा चिवास अरू अथवा सिमिलर टाइप अफ कुनै एउटा व्हिस्की लिएर राख्नु होला। जब रेगुलर खानु परिहाल्छ हैन, त्यसको लागि यो लिनुस्। र कहिलेकाहीँ तपाईलाई आफूलाई पनि ट्रिट दिनु मन लाग्छ होला नि त हैन, स्पेशल कहिले आफूलाई स्पेशल फिल गराउनु मन लाग्छ नि त। हो, त्यस्तो अकेजनको लागि एउटा कुनै लग्जरी टाइप अफ ब्लेन्ड भनौँ, लग्जरी क्वालिटीको अलि राम्रो क्वालिटीको व्हिस्की लिएर राख्नु हैन, ताकि तपाईले आफूलाई स्पेशल फिल गराउनु पाओस् हैन। र सबैभन्दा इम्पोर्टेन्ट है, सबै कुरामा एकदम इम्पोर्टेन्ट कुरा चाहिँ यो ग्लास। यो राम्रो ग्लासमा चाहिँ इन्भेस्ट गर्न चाहिँ कहिले पनि नडराउनु। राम्रो ग्लासमा, राम्रो सेप हुन्छ नि, मजाको ग्लासमा चाहिँ ड्रिङ्क्स खानुको मजा नै बेग्लै छ।